हाई एभ्रिवान, लास्ट फाबुला सम्पूर्णमा तिहारको सुरुवात भइसकेको छ नि त। सो सम्पूर्णमा चाहिँ ह्याप्पी दिपावली। अनि सबै झिलिमिली लागिसकेको छ। अनि मलाई आज कस्तो के को याद आयो भन्नुहुन्छ भने चाहिँ नि हामी सानो बेलामा चाहिँ मतलब आजभन्दा 15-16 वर्ष अगाडिको कुरा हो होइन। दसैँ तिहारको माहौलमा त छुट्टै रमाइलो हुन्थ्यो पहाड घरमा। त्यो पनि म चाहिँ मामलामा बसेर हुर्केको मान्छे नि त। सो एकदमै रमाइलो चाहिँ पलहरू बिताएर हामीले बाल्यकाल बितायो हो। अनि मेन कुरा भनेको चाहिँ तिहारमा काग तिहारको बेला आज काग तिहार। सो यो कुरा मलाई याद आएको छ। हाम्रो चाहिँ मामाला घरमा चाहिँ बुवाले चाहिँ खाना बनाउनुहुन्थ्यो। अनि सबैभन्दा पहिला चाहिँ कागलाई चढाउने खाना आफूले बनाएको जति सबै परिकारहरू अनि प्लस फुलहरू राखेर अनि कागहरू आइराख्ने नि त पहाडको ठाउँमा त। सो कागलाई छुट्टै खाना टपरामा चोखो टपरामा अनि सबैभन्दा अगाडि लगेर हामीले दिने गर्थ्यौँ क्या। काग तिहारको बेलामा सुरुवात नै काग तिहारबाट हुन्थ्यो। सो त्यतिखेरको पलको याद एकदमै रमाइलो फिल हुन्थ्यो। अनि कागहरू आएर खान्थ्यो जान्थ्यो होइन। अनि कुकुर तिहार आउँथ्यो यस्तै यस्तै हुन्थ्यो। खै मतलब हजुरहरूले के कसरी सुरुवात गर्नुभयो आजको दिनको। मैले चाहिँ त्यस्तो पहिलाको जस्तो त्यो कागलाई फुल अनि खानाहरू चढाउने यताउता गरेन मैले चाहिँ गरिनँ। हजुरहरूले के कसो गर्नुभयो। अनि तिहारको सुरुवात भइसकेको छ। रङ्गिन तिहार सबैजनामा झिलिमिली बत्ती अनि सयपत्री फुलको मालाहरू जस्तै राम्रो होस् सबैजना। मतलब मेरो युट्युब फ्यामिलीको चाहिँ सबैजनाको झिलिमिली बत्ती जस्तै जीवन पनि झिलिमिली होस्, सुख शान्ति छ होस्। थ्याङ्क यू फर वाचिङ। बाई बाई एभ्रिवान।